How are you in नेपाल भाषा अर्थात तिमीलाई कस्तो छ। अब हामीले नेपाल भाषामा यो भन्नु पर्यो भने यसरी भन्न सक्छौं छन् त गठे चों छन् त गठे चों छन् त अर्थात तिमीलाई गठे अर्थात कस्तो गठे चों अर्थात कस्तो छ। चों हामीले यति मात्र राख्दा पनि ठिकै हुन्छ चों। अब यसमा तिमीको सट्टा तपाई भन्नु पर्यो भने छित छित गठे चों छन् त गठे चों अथवा छित गठे चों। छि भन्नाले तपाई अथवा हजुर भनेर बुझिन्छ। अब यसको रिप्लाई फर्काउनु पर्यो भने I am fine म सन्चै छु जी म फु जी म फु। जी अर्थात म भयो सन्चै छु अर्थात म फु। तर हामीले नर्मली बोलीचालीमा नेपालीमा पनि हामीले सन्चै छौ भन्छौं भनेदेखि हामीले नेपाल भाषामा पनि म फुला भन्छौं। जस्तै कि हामीले बोलीचालीमा सन्चै छौ भनेर भन्छौं त्यस्तै गरी नेपाल भाषामा म फुला त्यसको रिप्लाई जी म फु अथवा म फु मात्र पनि भन्छौं हामीले। फर एक्जाम्पल कसैले म फुला भनेर सोध्यो भने हामीले म फु भन्छौं अर्थात सन्चै छौ भन्दाखेरि सन्चै छु। यसमा तपाईहरु नझुकिनु होला तिमीलाई कस्तो छ भन्दाखेरि म फु जी म फु भन्न पनि सकिन्छ। तर नर्मली हामीले नेपाल भाषामा छन् त गठे चों भन्दाखेरि पनि म फुला भन्छौं। अब बिरामी भएको मान्छे अथवा हस्पिटलाइज भएको मान्छे बिस्तारै रिकभर हुँदैछ भने त्यस्तो केसेसमा हामीले छन् त गठे चों पनि भन्छौं। हामीले त्यस्तो केसेसमा बिस्तारै निको हुँदैछ भनेर हामीले एन्सर दिन्छौं। त्यसलाई चाहिँ नेपाल भाषामा बिस्तारै याउया चोङडु अथवा बिस्तारै लनावना चोङगुडु यस्तो पनि भन्छौं अथवा बिस्तारै ठिकजुया चोङगुडु। त्यस्तै तिमीलाई कस्तो छ को एन्सर यसरी पनि दिन सकिन्छ ठिक जु अथवा ठिकै जु। त्यसै गरी एउटा रमाइलो सेन्टेन्स कसैलाई तिम्रो गर्लफ्रेन्ड कस्तो छ अथवा तिम्रो गर्लफ्रेन्डलाई सन्चै छ भन्नु पर्यो भने अब तिम्रो गर्लफ्रेन्डलाई कस्तो छ भन्दाखेरि अब के भने जस्तो हुन्छ। अब तिम्रो गर्लफ्रेन्डलाई सन्चै छ भन्नु पर्यो भने हामीले यसरी भन्न सक्छौं। अब हेरौं है त तिम्रो जिएफ अथवा मायालु सन्चै छ। छिमी जिएफ अथवा यज्जु मायालुलाई यज्जु भनिन्छ नेपाल भाषामा। म फुला छिमी यज्जु म फुला। यज्जु केटी मान्छेको नाम पनि हुन्छ। मेरो साथीको नाम पनि यज्जु हो। उसको नाम पनि यज्जु हो र मान्छे पनि स्वीट छ एकदम राम्रो मान्छे हो उ पनि। छिमी अर्थात तिम्रो अब यज्जु भन्नाले मायालु भइहाल्यो। सन्चै छ म फुला म फुला। अब यसको रिप्लाई सन्चै छ भन्नु पर्यो भने म फु अथवा बिन्दास ठिक छु यस्तै एन्सर हामीले भन्छौं। अब एउटा रमाइलो सेन्टेन्स है त तिम्रो मायालुले तिमीलाई हिजो भुगु भुगु पिटेको रे हैन। यसरी सोध्नु पर्यो भने छंगु यज्जु छन् त मिग भुगु भुगु दाउ मकुला। छंगु यज्जु छन् त मिग भुगु भुगु दाउ मकुला। केटा साथीहरूलाई जिस्काउनु पर्यो भने यसरी पनि जिस्काउन सकिन्छ हामीले। छंगु अर्थात तिम्रो यज्जु यज्जु भन्नाले मायालु भयो यज्जु भन्नाले मायालुले। तिमीलाई छन्ता भएछ यहाँ छन्त मात्र हो यस्तो एउटा राख्दियौ छन्त। मिग मिग भन्नाले हिजो भयो। दाउ मकुला पिटेको रे हैन। पिटेको भन्नु पर्यो भने हामीले दाउ भन्छौं नेपाल भाषामा। त्यस्तै गरी पिट्यो भन्नु पर्यो भने दाल। त्यस्तै गरी पिट्न आयो भन्नु पर्यो भने दा वल। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। त्यस्तै गरी आलु प्लस गेम खेल्न चाहनुहुन्छ भने यो वेबसाइटमा जानु होला। यहाँ आलु प्लस गेम पाउन सक्नुहुन्छ तपाईले। अनि
यसरी हामीले जुन स्कुलमा आलु प्लस खेल्थ्यौं यो गेम तपाईले यसमा खेल्न सक्नुहुन्छ चिसो महिनामा सिरकभित्र बसेर खेल्न सक्नुहुन्छ तर यो गेम दुई जनाले खेल्ने हो तपाईसँग अर्को साथी पनि हुनुपर्छ यो गेम खेल्नको लागि थ्यांक यू यको शुभा मन परेदेखि भिडियो लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला